पानी खान पनि मिल्दो रहेछ, मैले खाएर हेर्छु। पानी पनि मिठै रहेछ। पानी एकदम मूलको पानी रहेछ। यस मूलको पानी पिँदा 10औं वर्षदेखि धेरै वर्षदेखि नबोलेका बच्चाहरू मान्छेहरू पनि यहाँको पानी खाइसकेपछि बोल्न थालिसकेको कुरा यहाँका स्थानीयहरूले बताउँछन्। हेलो साथीहरू, दर्शकवृन्द नमस्ते। म यति बेला रूपातालको माथिपट्टिको भागमा, रूपाताल तल पर्छ भने रूपातालको यो माथिपट्टिको भाग हो, यो पनि ताल नै हो, जहाँ रूपातालको यो माथिपट्टि सामाजिक सञ्जालमा हामीले देखिरहेका थियौँ रुखको त्यो एउटा त्यो जराबाट चाहिँ पानी निक्लिरहेको छ भन्ने चाहिँ हामीले भिडियोमा पनि देखेका थियौँ सामाजिक सञ्जालतिर। आज म त्यो ठाउँमा आएको छु। तपाईँहरूलाई त्यो पुरै के छ त्यहाँनिर, कसरी पानी आएको छ, के छ, त्यो सबै कुरा भिडियो मार्फत देखाउने छु। भिडियोमा अन्तिमसम्म बन्नुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियोलाई जति सक्दो लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला पनि भन्न चाहन्छु। अब तपाईँहरूलाई देखाउन गइरहेको छु अब त्यो ठाउँ। रूपा लेक भनेर चिनिने यो ठाउँ एकदम प्रसिद्ध भइसकेको छ। रूपातालको माथिपट्टिको सिरान भनेर भन्छौँ हामी आफ्नो नेपाली भाषामा। रूपातालको माथिपट्टिको सिरान पर्छ यो भेग। यहाँनिर चाहिँ यो यस्तो अचम्मको कुरा चाहिँ देख्न पाइएको छ। दर्शक महानुभावहरू, भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। यो रुखको बुटाबाट, फेदबाट हुँदैन, रुख त छैन, अब चाहिँ यसको बुटा छ, फेद छ। यसबाट जसरी पानी एउटा शक्तिले निक्लेको छ, कहाँबाट आएको छ यो थाहा छैन, तल जमिन मुडेर आफै माथिबाट आइरहेको छ। यो पानी खान पनि मिल्दो रहेछ, मैले खाएर हेर्छु। पानी पनि मिठै रहेछ। पानी एकदम मूलको पानी रहेछ। अब कसरी आएको छ यो पानी थाहा भएन होइन, एउटा शक्ति हो भनेर भनिन्छ। एकदम मिठो छ पानी पनि, खाँदाखेरि चाहिँ एकदम मूलको पानी रहेछ। थाहा हुन्छ नि त, हामी मूलवासीहरू हो, मूलको पानी कस्तो हुन्छ भन्ने कुरा हामीलाई थाहा छ नि त। त्यस कारणले गर्दाखेरि यो पानी एकदमै मिठो लाग्यो र एउटा शक्ति नै हो भन्नुपर्छ। त्यसरी चाहिँ पानी आइरहेको छ। यस जुन यो रुखको एउटा मुडो हो, यस मुडाबाट पहिलेदेखि पानी आउँदो रहेछ, तर यो मुडो जमिन मुनि थियो। जेसिबीले खन्दै गर्दा यसरी चाहिँ बाहिर यसलाई निकालेको त होइन कि, यहाँको माटो निकाले पछाडि यहाँको माटो बोकेर अन्त लाँदै गर्दा यो ताललाई संरक्षण गर्नको लागि, ताललाई अझै राम्रो बनाउनको लागि, यो रूपाताल हो, रूपाताललाई अझै राम्रो बनाउनको लागि खन्दै गर्दा यो चाहिँ भेटिएको रहेछ। पहिलेदेखि यस मूललाई चाहिँ 3 मूलको पानी मिठो छ, 3 मूले भनेर भन्दा रहेछन् होइन। त्यस कारणले गर्दाखेरि यो जेसिबीले खनिसके पछाडि बल्ल मात्र यो मुढाबाट पानी निस्केको देखियो होइन। यस मुढाबाट निस्केको पानी पिँदा धेरै वर्षदेखि नबोल्ने बच्चाहरू होइन, बोल्दै नबोलेका बच्चाहरू, बोल्दै नबोलेका मान्छेहरूले यस मुडोको पानी खाइसके पछाडि मान्छेहरू बोल्न थाले अरे, बच्चाहरू बोल्न थाले अरे भन्ने यहाँ सुन्नमा आएको छ। जे होस्, यो देख्दा अचम्म लाग्यो मलाई पनि। तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव कमेन्ट बक्समा दिन नभुल्नुहोला र एकचोटि अवश्य यहाँ आएर दर्शन गरेर यहाँको पानी पिएर जानुहोला भन्न चाहन्छु। आदरणीय दर्शक बिन्दहरू, तपाईँहरूलाई यसरी मैले यो देखाउँदै गर्दा तपाईँहरूलाई
यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। यो कहाँ पर्छ भनेपछि रूपालेख भन्ने ठाउँमा पर्छ। रूपातालको सिरान पर्छ। यहाँ रूपातालको सिरान ठ्याक्कै माथिपट्टि पर्छ। यहाँ एकचोटि आइदिनु होला। धन्यवाद।